डार्क सर्कल्स अथवा यो हाइपरमेलानोसिस हाम्रो आँखाको वरिपरि आउने मुख्य कज चाहिँ एउटा चाहिँ स्ट्रेस नै हो। त्यो पढिराख्ने पढाइ गर्ने बालबच्चाहरूमा एकदम कमन नै देखिन्छ र अर्को डिहाइड्रेसन पनि हो, ड्राई हुने छालामा पनि एकदम कमन देखिन्छ र यो प्लस अर्को एउटा कारण भनेको चाहिँ जेनेटिकल, यदि फ्यामिली रन छ भने त्यस्तोमा त एकदम कमनली देखिन्छ। अर्को त्यो डिप्रेस्ड आइजहरू अलिकति आँखाले भित्र गएको आँखाहरूमा पनि तपाईँले यो कमनै देखिन्छ, किनभने हाम्रो छाला अलिक खुम्चियो अथवा कतै गुजिल्टो पऱ्यो भने चाहिँ कालो देखिन्छ, तन्कियो भने चाहिँ सेतो देखिन्छ। सो इफ तपाईँको आँखामा तपाईँको चस्मा लाउने बानी छ, स्ट्रेसहरू छ होइन, आँखाको त्यो अलिकति यो डिप्रेस टाइपको यो अर्बाइटल स्पेसहरू छ भने फोसामा चाहिँ त्यो खाले देखिनु चाहिँ नर्मल हो। अब त्यसलाई हामीले ट्रिटमेन्ट वाइज गर्दाखेरि केही वाइटनिङ क्रिम्सहरू या तपाईँको लाइटनिङ ट्रिटमेन्ट्सहरू दिन सकिन्छ, सिरमहरू लाउन सकिन्छ होइन। जतिसक्यो हाइड्रेसन गर्ने, कम्प्युटर अथवा तपाईँको यसमा युज गर्नु छ भने आँखालाई स्ट्रेन नपर्ने चस्माहरू लगाउने र केही हदमा चाहिँ अहिले यो पिआरपी अथवा पिआरएफ ट्रिटमेन्ट्सहरू पनि वर्क गर्छ। त्यसले न्यू सेल्सहरू, ग्रोथ फ्याक्टर्सहरूलाई त्यहाँ इन्क्रिज गरेर अनुसार तपाईँको हाइड्रेसन इन्क्रिज पनि हुने भयो, स्किन स्ट्रेच पनि हुने भयो र जुन त्यो लुज भएको स्किनहरू टाइट हुँदै पनि आउँछ। सो त्यसले गर्दा पनि केही हदमा त्यसले ब्राइटनिङ चाहिँ बनाउँछ। र अहिले अब हामीले गर्ने फिलर्सहरू पनि छ, त्यसले पनि कहिलेकाहीँ यो टियर लाइनहरूलाई पनि स्ट्रेच गर्दाखेरि राम्रो देखिन्छ। या अर्को चाहिँ सनस्क्रिनको मोस्ट जति सक्नुहुन्छ त्यो प्रयोग गर्नुहोस्। हाइड्रेसन एकदम इम्पोर्टेन्ट हुन्छ। सुत्ने स्ट्रेस लेभललाई इम्प्रुभ गर्नु पऱ्यो होइन। कतिको तपाईँको स्लिप साइकलहरू मिलेको छैन त्यसलाई पनि हेर्ने। अब अहिलेको यो दुनियाँ डिजिटल छ, जति सक्यो कम्प्युटर मोबाइल्सहरूमा तपाईँको आँखा पऱ्यो उति नै त्यो डार्क सर्कल्सहरू बढ्न पनि सक्छ। त्यही भएर चस्माको प्रयोग या स्क्रिनमा तपाईँले लाउन सक्यो भने केही प्रोटेक्टिभ यो मेकानिजम छ भने त्यसलाई पनि युज गर्दा हुन्छ।